गुड मर्निङ। म चाहिँ उठेर पनि फ्रेस भएर पनि तल झर्नु आँटेको र मेरो छोरी चाहिँ सुतिरहेछन्। सिधा सुत्नु भने जहिले पनि बाङ्गो सुत्छ हो। उसलाई छोडेर चाहिँ म तल जान्छु। अब आज चाहिँ बिहान बिहानै सिमसिमै पानी परिरहेछ र हाम्रो यो चाहिँ बेलुका तल रेस्टुरेन्टको बाहिरदेखिको भ्यू हो। रोड साइड क्लिनिङ चल्दैछ। क्लिनिङ चल्दै थियो, कस्टमर पनि आउनुभयो। भाइ साफसफाइ गर्दैछन्। अब जाडो ल्याउनु भयो लाग्दो बाहिर हो। अनि खानासाना खाइसकेर म चाहिँ नानीलाई नुहाइदिनु भनेर चाहिँ मालिस गर्नु आँटेको तेलले मजाले मसाज गर्ने। एभोकाडो र चिनी मिक्स गरेर आइसक्रिम बनाइदिएको छु नि ढाँटेर। मामुले चिया पकाउनु भयो, चिया पनि खानुभयो। बाहिर पानी अलिअलि परिरहेछ। अनि यो चाहिँ बेलुकाको रुम आउँदा त लथलिङ्ग रहेछ। बाई, डु लाइक माई भिडियो।